हेलो गाइज वेलकम टू माई न्यू ब्लॉग गाइज। आज गाइज हेरौँ है आज लगभग 4-5 दिन भइसक्यो है हाम्रो यो लाइटिङ लागेको हाम्रो यो टिकापुर शहरमा। आज यस्तो भिड छ हेरौँ है गाइज, यो टिकापुर यो खडक चोकमा यस्तो भिड छ कि के भने यो आज रातिको अहिले कति बज्यो लगभग 9:30 हुन लाग्छ, राति 9 9:30 छ है। हेर्दा ठिकै 9 कति छ 9:03 भएको छ है। रातिको 9:03 मा 9 बजेर 3 मिनेटमा यस्तो भिड छ हेरौँ गाइज, हेरौँ अहिले देखाउँछु है भिड। पहिला 9 बजे यहाँ हिँड्न दिन्थेनन्, पुलिस पहिला जेलमा लगी जान्थे। पहिला 9 बजे 8 बजेदेखि हिँड्न पाइन्थेन हैन यो टिकापुर शहरमा। आजभोलि हेरौँ गाइज 10 बजेसम्म पनि यस्तो हुन्छ नि के। हेरौँ गाइज क्रेज, हेरौँ क्रेज टिकापुरको भिड, हेरौँ भिड कस्तो छ। टिकटकरहरूको भ्लगरहरूको आजभोलि पुरै मत छ, यस्तो भिड छ हेरौँ गाइज। हामी अहिले खाना खाएर अब रुममा गइरहेछौँ। हामी खाना साथीको रुममा जान्छौँ। खाना खाएर रुममा जाने बेलाको भ्यू हेरौँ गाइज, भ्यू हेरौँ गाइज कस्तो छ चाहिँ। अगाडि हेरौँ, अगाडि कस्तो छ भ्यू। ल कोही छुटेपुटेका हुनुहुन्छ भने आउनु होला हाम्रो टिकापुरमा टिकटक बनाउन, भिडियो बनाउन आउनु होला है गाइज। हेर्न सक्नुहुन्छ कस्तो क्रेज छ। अझै यता हेरौँ गाइज कस्तो क्रेज छ। अब मेरो क्यामेरा राम्रो छैन, त्यही पनि यसो देखाइदिउँ भनेको। राति पनि यस्तो, राति अब 9 बजे राति 10-11 बजेसम्म पनि यस्तै हुन्छ है गाइज। पुरै सिँगार पटार गरेर पुरै यहाँ हाम्रो ट्रेडिसनल कल्चरल ड्रेस लाएर पनि टिकटक बनाउँदै हुन्छन्। यता हेरौँ सबै टिकटकमा यस्तो सिटी भइसक्यो कि पुरै राति अब यसरी हिँड्न थाले काठमाडौँ भ्याली जस्तै। हेरौँ काठमाडौँ सिटी जस्तै, काठमाडौँ जस्तै भइरहेछ अब राति। हेरौँ गाइज पहिला 8 बजेसम्म 8 बजेभन्दा माथि निस्किनै दिन्थेनन्, पुलिसहरू समात्थे लखेट्थे। आजभोलि हेर गाइज 10 बजे 11 बजेसम्म पनि यस्तै हुन्छ, 11 बजेसम्म पनि। के भइरहेछ यहाँ, ओ भाइ के भइरहेछ भन्छ नि। हेरौँ भाइ क्रेज, हेरौँ भाइ। ल तपाईँहरूको लागि यसो भ्लग बनाइदिउँ भनेर बनाइदिरहेको छु, देखाइरहेको छु सिन। हेरौँ है यस्तो नाइट भ्यू छ आजभोलि। अरू दिन त थोरै थिए, तर आज त यस्तो भिड छ। लगाइछ अब यति भन्दै म अब भ्लग एन्ड गर्छु। देखाउनसम्म देखाइसकेँ म तपाईँहरूलाई के छ कस्तो छ भनेर। लगाइछ अब चाहिँ म अब रुमतिर हिँडिरहेको छु। ल गाइस बाई है, लभ यु सबैलाई। ल।